बब्लु गुप्ता भन्छन् गृहमन्त्री त सुदन गुरुङ नै बन्नुपर्छ। कसैले गृह मन्त्रालय पाउनु हुँदैन, 25 दिन वेट गर्नुपर्छ, प्रधानमन्त्रीले गृहमन्त्री चलाउनुपर्छ। गृहमन्त्रीज्यूले नैतिकता देखाउनु भएको छ। लोकतन्त्रमा नैतिकता भन्दा ठुलो कुरा केही पनि हुँदैन। त्यसका लागि चाहिँ सबैले कमसेकम हिजोका रमेश लेखकहरूले, कमसेकम हिजोका ओलीहरूले, कमसेकम हिजोका देउवाहरूले र कमसेकम हिजोका प्रचण्डहरूले र त्यस मातहतको मान्छेहरूले यतिको नैतिकता देखाइदिएको भए आज चाहिँ हाम्रो देश केही अर्कै स्थितिमा रहन्थ्यो होला। उहाँले नैतिकता देखाउनु भएको छ। नैतिकताको लोकतन्त्रमा जहिले पनि सम्मान हुनुपर्छ। हामी सबैले उहाँलाई सघाउँछौँ। उहाँले अनुसन्धानलाई सघाउनु होला। बल अब प्रधानमन्त्रीज्यूको बास्केटमा गएको छ। प्रधानमन्त्रीज्यूले छिटोभन्दा छिटो जति छिटो सकिन्छ अनुसन्धान टुङ्ग्याउनु होला र यदि अनुसन्धानपछि उहाँ निर्दोष देखिनु भयो भने यो गृह मन्त्रालयमा फेरि पनि सुदन गुरुङ नै गृहमन्त्रीको रूपमा नियुक्त हुनुपर्छ र यदि सुदन गुरुङ बाहेक अर्को कुनै व्यक्ति यो बिचमा तत्कालीन गृहमन्त्री नियुक्त भएछ भने सोच्नुहोस् कि यो खेल बाहिरबाट होइन भित्रैबाट खेलिएको थियो। अर्को व्यक्तिलाई गृहमन्त्री नबनाइयोस्। गृह मन्त्रालय तत्काललाई प्रधानमन्त्रीज्यूले सम्हाल्न मिल्छ। प्रधानमन्त्रीज्यू मातहत रह्यो भने अनुसन्धान निष्पक्ष पनि हुन्छ। अरू कुनै व्यक्ति गृहमन्त्री नहोस्, प्रधानमन्त्रीज्यूले गृहमन्त्री सम्हाल्नु होला। 20-25 दिनमा अनुसन्धान सकिन्छ। अनुसन्धानबाट दोषी देखियो भने कानुनले आफ्नो प्रक्रिया गर्छ। अनुसन्धानबाट दोषी देखिएन भने एउटा व्यक्तिलाई चाहिँ काम गर्न खोज्दै उसलाई रोक्नु हुँदैन। उहाँलाई नै 25 दिनपछि फेरि गृहमन्त्री नियुक्त गर्नुपर्छ। यो बिचमा चाहिँ 5-5 जनाको नाम सिफारिस भन्ने हामीले सुनिरहेका छौँ। यो राजनीतिको फोहोर खेल चाहिँ आफ्नै पार्टीभित्र खेल्न चाहिँ बन्द गर्नु होला। पार्टीभित्रैबाट भएको भन्ने तपाईको आशंका पार्टीभित्रैबाट भयो भन्ने होइन, त्यो भन्ने होइन। मैले चाहिँ के भनिरहेको छु भने यदि तत्कालै कोही गृहमन्त्री बनेछ भने बाहिरबाट मात्रै खेल खेलिँदैन नि त। त्यही भएर चाहिँ मेरो सामान्य प्रधानमन्त्रीज्यूलाई अनुरोध, तपाईँको गृहमन्त्रीलाई यदि उसले गल्ती गरेको छैन भने तपाईँले प्रोटेक्ट गर्नुपर्छ। किनभने लोकतन्त्रमा त हजारवटा प्रश्न उठ्छ। त्यही भएर चाहिँ दोषी हुनुहुन्छ भने कानुनले आफ्नो काम गर्छ। दोषी हुनुहुन्न भने गृहमन्त्रीबाट हटाउनकै लागि कुनै खेल खेलिएको रहेछ र अर्को कुनै व्यक्तिलाई गृहमन्त्री बनाउनकै लागि खेल खेलिएको रहेछ भने त्यो खेलबाट जुन गोल पोस्टतिर आइरहेको छ, त्यो गोल जुन बल आइरहेको छ, त्यो बललाई चाहिँ प्रधानमन्त्रीज्यूले रोक्नुपर्छ। अरू कसैले गृह मन्त्रालय पाउनु हुँदैन। 25 दिन वेट गर्नुपर्छ, प्रधानमन्त्रीले गृहमन्त्री चलाउनुपर्छ। अहिले उनले राजीनामा दिइसकेपछि 24-25 दिन पश्चात अनुसन्धान समाप्त हुने, अहिले नै अर्को गृहमन्त्री चाहिँ नियुक्त नगरिहाल्नुपर्ने भन्ने चाहिँ जेनजीहरूको त्यो पार्टीभित्रकै माग रहेको छ। र जेनजी बब्लु गुप्ता यानि कि अघिल्लो पटकको सरकारमा खेलकुद मन्त्री समेत बनेका व्यक्तिले यस्तो बताइरहेका छन्। सुदन गुरुङले राजीनामा दिनु ठिक थियो नैतिकताको आधारमा, तर अब यो गृह मन्त्रालय चाहिँ प्रधानमन्त्रीकै मातहतमा राखेर 25 दिनसम्म प्रधानमन्त्रीले नै अनुसन्धान प्रक्रिया अगाडि बढाउने र 25 दिन पश्चात चाहिँ यदि निर्दोष देखिएको खण्डमा सुदन गुरुङ नै मन्त्रालयमा फर्किनु पर्ने। यदि मन्त्रालयमा नफर्किएको खण्डमा यो खेल पार्टीभित्रैबाट अरूले खेलेका हुन् भन्ने म्यासेज जाने र पार्टीभित्र पनि आन्तरिक किचलो बढ्ने, यो कुरा चाहिँ उनले यो सङ्केत मार्फत देखाएका छन्।